leading people and leading your organizations, it's really tough these days because there are diversified people from different backgrounds, from different cultures, different ethnic groups. So it is really a challenge to be a good leader in organizations. So it is very essential that you acquire a certain degree which will help you to gain perfect knowledge about how to handle this sort of complex structures of organizations. आजकल अर्गनाइजेसन्समा थुप्रै किसिमको डाइभर्सिफाइड पिपलहरू आउनु भएकोले थुप्रै कम्प्लेक्सिटिजहरू उनीहरूको कल्चरमा, उनीहरूको भ्यालुजमा, थट्समा, एटिट्युड्समा भएको हुनाले एज अ लिडर तपाईँले चाहिँ यी कुराहरूलाई कसरी ट्याकल गर्ने भनेर यस्तो विषयहरूमा लिडरसिप एन्ड अर्गनाइजेसन जस्ता सब्जेक्ट्सहरूमा तपाईँले आफूले मास्टर डिग्री हासिल गरेर आफू एउटा चाहिँ पर्फेक्ट लिडर बन्ने सपना पुरा गर्न सक्नुहुन्छ। युरोपमा थुप्रै स्पेसलाइज डिग्रिजहरू यस्ता विषयहरूमा र एकदमै प्रतिष्ठित युनिभर्सिटिजहरूमा पढाइ हुन्छ। तपाईँले आफूले चाहेको लिडरसिप कोर्सहरू यी विद्यालयहरूबाट गरेर तपाईँले आफ्नो अर्गनाइजेसन्सलाई राम्रो तरिकाले लिड गर्न सक्नुहुन्छ।